अलिक ओरा ल्याएर बरु बसाइदिए ओरा हार्दिक अनुरोध गर्दछु। वर्दी लगाएर अनि कानमा फुली लगाएर अनि लट्ठी बोकेर अथवा बन्दुक बोकेर हिँड्दै गरेको प्रहरी देख्दाखेरि जुन एउटा चाहिँ त्यो सान मान देख्छौँ, त्यो भूमिका निर्वाह गर्नलाई प्रहरीलाई कति कठिन हुँदो रहेछ, कति दुःख गर्नु पर्दो रहेछ, कति सङ्घर्ष गर्नु पर्दो रहेछ, कति समर्पण गर्नु पर्दो रहेछ भन्ने कुरा तपाईँले नजिकबाट हेर्नुभयो होला। आज राज्यका निकायहरूमा प्रहरी खास गरिकन सुरक्षा निकायमाथि चौतर्फी रूपमा आक्रमण भइरहँदा, जतिखेर पनि प्रहरीमाथि आरोप प्रत्यारोप आक्रमण भइरहँदा प्रहरी कति असहज अवस्थामा काम गरिरहेको रहेछ त्यो पनि तपाईँले नजिकबाट अनुभव र महसुस गर्नुभयो होला। त्यति सजिलो छैन सुरक्षाकर्मी भएर राज्यको देशको समाजको सेवा गर्नलाई, त्यति सजिलो छैन। विभिन्न कठिनाइहरू छन्, बाधाहरू छन्, समस्याहरू छन्, धेरै कुरामा सम्झौता गर्नुपर्छ, व्यक्तिगत जीवनका धेरै विषयवस्तुमा चाहिँ सम्झौता गर्नुपर्छ, धेरै कुरा त्याग गर्नुपर्छ, यो अवस्था छ। नेपाल प्रहरी हुने बाटो तपाईँहरूका लागि अझ सहज हुनेछ, सशस्त्र प्रहरी बलमा भर्ना हुने बाटो अझ सहज हुनेछ, नेपाली सेनामा भर्ना हुने बाटो सहज हुनेछ। तपाईँहरूलाई प्राथमिकताका साथ हामीले केही न केही प्राथमिकतामा राख्नेछौँ। यो अनुभव त्यहाँ पनि काम लाग्नेछ। होइन तपाईँ अन्य कुनै काममा लाग्नुहुन्छ, त्यतिखेर पनि अनुशासन भन्ने कुरा जहाँ पनि काम लाग्छ। तपाईँसँग नियुक्ति पत्र हुन्छ, यो 1-1.5 महिना काम गरेको हामी सबै आवश्यक पर्छ भने तपाईँलाई अनुभवको प्रमाणपत्र पनि दिन्छौँ। त्यो प्रमाणपत्र भोलिका दिनमा तपाईँ वैदेशिक रोजगारमा जाँदा अथवा अन्य कुनै ठाउँमा जाँदा त्यो प्रमाणपत्रले कुनै न कुनै हिसाबले सहयोग पनि गर्छ। हामीलाई कसैलाई जिताउने अथवा कुनै कसैलाई हराउने त्यो छोड छैन। हामी तटस्थ रूपमा बसेर जनताले जसलाई भोट हाल्छन् त्यो भोटको सुरक्षा गर्ने, जनताको स्वतन्त्र रूपमा भोट हाल्ने अधिकारको संरक्षण गर्ने जिम्मामा छौँ हामी। त्यो जिम्मेवारीको चाहिँ त्यो बाचाको पुरा गर्ने दायित्वमा हामी छौँ। तपाईँहरू खटिनुहुन्छ तब तपाईँ राज्यको एउटा चाहिँ पदाधिकारी हुनुहुन्छ। त्यतिखेर तपाईँहरू चाहिँ आफ्नो बुथमा खटिनुहुन्छ, त्यो आफ्नो इमिडिएट कमान्डर, सेक्युरिटी कमान्डर जो छ उसको निर्देशन, उसको आज्ञा, उसको निर्देशन पालना गरेर तपाईँले आफ्नो कर्तव्य निर्वाह गर्नुहोला। कसैले ए भाइ त्यो बुथको त म उम्मेदवार हो अथवा हाम्रो पार्टी उम्मेदवार हो, हाम्रो पार्टीलाई चाहिँ सहयोग गर्नुपर्छ भन्न तपाईँलाई कसैले एप्रोच गर्न सक्छन्, सहयोग माग्न सक्छन्, कसैले प्रभाव पार्न पनि सक्छन्। त्यतिखेर प्रष्टसँग भनिदिने योचोटिलाई सरी फर दिस टाइम है, किनभने योचोटि म निर्वाचन प्रहरीको म खटेको छु। मैले न कुनै दललाई सहयोग गर्न मिल्छ, न कसैको लागि भोट माग्न मिल्छ, न कसैलाई दबाव अथवा प्रभाव पार्न मिल्छ। म अहिले नेपाल सरकारको राष्ट्र सेवक हुँ। निर्वाचन शान्तिपूर्ण रूपमा गराउने जिम्मा मेरो हो। योचोटिलाई सरी। एसिडी कसले जित्छ भन्ने होइन, जसले जिते पनि जनताले दिएको मत, भोट, अभिमत त्यहाँ प्रकट हुनु पर्यो स्वतन्त्र रूपमा। त्यहाँ बलजफ्ती हुनु भएन, त्यहाँ निर्वाचन कब्जा हुनु भएन, भूत कब्जा हुनु भएन, कसैले चाहिँ अनाधिकृत हिसाबले बल प्रयोग गर्नु भएन, कसैलाई दबाव दिनु भएन, कसैलाई प्रभाव पार्नु भएन, कुनै पनि हिसाबले। अझै तपाईँहरूको उच्च मूल्याङ्कन साथ प्रशंसा पत्र समेत प्रदान गर्ने जानकारी समेत म यही मञ्चबाट जानकारी गर्न चाहन्छु। र हामी सधैँ तपाईँहरूको साथमा, हामी सँगै भएर निर्वाचन सम्पन्न गराउँछौँ। यसमा हामी तपाईँले म एक्लैले गर्नुपर्छ कि मैले गर्न सक्दिनँ कि भन्ने अन्योलता छैन। तपाईँहरू हामी सँगै बसेर हामी गर्छौँ। त्यसैले कुनै पनि दुविधा नलिदिनु हुन समेत हार्दिक अनुरोध गर्दछु।